नमस्ते, मेरो नाम रमिता श्रेष्ठ। मेरो घर चाहिँ सिन्धुपाल्चोक। हाल म ललितपुरको अर्कोमा बसिरहेको छु। मैले चाहिँ प्लेसमेन्टको बारेमा फेसबुकमा आफैले सर्च गरेर थाहा पाएको। यहाँको बारेमा पहिला फेसबुक पेजमा राम्रोसँग हेरेर अनि राम्रो लागेर आएर यहाँ रिसेप्सनमा बुझ्दाखेरि चाहिँ आसना म्यामसँग भेट्न पठाउनु भएको थियो। आसना म्यामसँग भेटेर सबै कुरा बुझेँ जापान स्टडीको स्टुडेन्ट भिजाको लागि। अनि राम्रो लागेर अनि यताबाटै प्रोसेस गरेको भिजाको लागि। मलाई यहाँको सेन्सेहरू एकदम राम्रो लाग्यो, हेल्पफुल हुनुहुन्छ। अनि यहाँ चाहिँ हप्तापछि टेस्टहरू पनि हुने रहेछ अनि आफ्नो पढाइको लागि पनि एकदम हेल्प भयो। मलाई चाहिँ यताबाट डकुमेन्टेसनमा एकदमै हेल्प भयो। सबै डकुमेन्टहरू बनाउनको लागि आसना म्यामले नै हेल्प गर्नुभएको थियो, कसरी बनाउने भनेर गाइड गर्नुभएको थियो। त्यसैले डकुमेन्टहरू बनाउन एकदमै सजिलो भयो यताबाट। यहाँ प्लेसमेन्टबाट चाहिँ मेरो जर्नी एकदम राम्रो भयो। अगाडि आएर काउन्सिलिङदेखिको अहिले भिजा आएसम्मको एकदमै राम्रो लाग्यो। कोही जापान जान चाहनुहुन्छ भने चाहिँ प्लेसमेन्ट आएर काउन्सिलिङ लिनुहोला। यहाँ चाहिँ एकदमै सर म्यामहरू सेन्सेहरू एकदमै गाइड गर्ने खालको हुनुहुन्छ, हेल्पफुल हुनुहुन्छ। त्यही भएर ढुक्क भएर प्लेसमेन्ट आउँदा हुन्छ, राम्रो छ। हस्, थ्याङ्क यू।